हामी खलङ्गा पुगिसक्यौँ हैन गाई पाउने पार्छ र हैन ओइ म भिडियो बनाउन छिए पार्छ यो चाहिँ सुरु स्टल होला 10 यस्तो नाइके तुको भएको सबै पार्ट हुन्छ यहाँ तल गाडी बनाउँदै हो कि तल त्यही छोडो छ क्या जस्तो पढाइ गर्नुला जाम अब उता जाने ए मन्ते सबै यो हाम्रो चाहिँ आज के मेला हो नि बोले त पछिले होछ भयो कि तैले दोस्रो पढाइ मेला हो दोस्रो पढाइ मेला दोस्रो त्यसै पढाइ मेला कार्यक्रममा अगला पनि नसुना आर्ट ट्रेनिङ इन्स्टिट्युटले छाते हेरी हामीलाई छुटाए त भोलि मारे म जेरी फेरि कोही छैन नि चाउमिन खान्छ Gracias.
नजिक गर न बेस आइसोलेटरमा यसले चाहिँ यो रेगुलर तरिकाले पर्थ्यो बेला यसले हल्लाउँछ यो चाहिँ डाइरेक्ट सोर्ससँग कनेक्ट गर्ने यो फङ्सन र स्विच डाइरेक्ट कनेक्ट भएको कारणले यसमा ड्यामेज हुन पुग्छ तर यसमा त्यतिको ड्यामेज हुँदैन बेस आइसोलेटरको कारण रबर मेटल होइन सस्पेन्सन फिटिङ गरिएको छ है अनि यस्तो चाहिँ यसमा हिँड्दाखेरि चाहिँ यसको लोड चाहिँ यसले लाग्छ यसमा जान्छ यसलाई चाहिँ ह्याङ्गर भनेपछि यो चाहिँ केबल हो केबल हो मेन केबल हो अनि यो चाहिँ एङ्कर केबल हो यो पनि बाहिर लोड चाहिँ यसको ह्यान्डखेरि यसको लोड चाहिँ यसले लाग्छ अनि यसमा जान्छ यसको लोड ह्यामकेसन ठ्याक्कै हाम्रो ट्रान्सफर भयो चाहिँ ह्याप फाउन्डेसन दुईटै सब्जेक्ट चाहिँ तर यो चाहिँ नेपालमा जुनसुकै पाहाडमा यो चाहिँ बढी भाग पाहाडी क्षेत्रमा बनाइन्छ कम लागत पाहाडी क्षेत्रमा बनाइन्छ इकोनोमिकली यो कन्डिसन अनुसार चाहिँ होइन सस्तो हुने भएले यसलाई चाहिँ विन पोलो भन्ने विन केबल भनिन्छ किनभने हावाले नओलाओस् भन्नको लागि सपोर्टको लागि बनाइएको हुन्छ अनि यो चाहिँ यो पनि सस्तो कुनै ब्रिज हो यसमा चाहिँ गाडी होइन तर यो चाहिँ नेपालमा खासै छैन हरेक कुराको हावा पहिला चाहिँ एब्जर्ब गर्ने हुन्छ हिट एब्जर्ब गरिसकेपछि यो स्टिलबाट सुरु भइरहेछ पुरै छ रोक्न रोक किन हातिन्छ त पढाएन सरला कलायर चाहिँ bahasa naman salak kelahiran Shibasan campus ko kasi timrot timbas wada ini siya wada pakai एक साइड में पहले आने को बनाना जीते बनाना tak kelahiran bal kainanu
तलैले बनाउने खास भिडियो हेर्नु किनकि यसो पौराणिक खास बा यो रहेछ राम्रो एकदम त्यसो नि यहाँनिर ल तिमीहरू हेर अब मजाले अवलोकनमा रामसर काउन्टी कृपया मञ्चमा सम्पर्क गरिदिनुहोला। स्टल व्यवस्थापन कहाँसम्म पुग्यो? कृपया स्टल तयारी भइसकेपछि कृपया यहाँ मञ्चमा आएर स्टल तयारी उपस्थित सम्पूर्ण महानुभावहरू सकिएको भए कृपया काम सकियो भनेर हामीलाई जानकारी दिनुहोला। अब हामी केही बेरमा आजको यो औपचारिक कार्यक्रमको सुरुवात गर्ने तयारीमा छौँ। स्टल तयारी व्यवस्थापन छ भने पनि महेन्द्र रत्नबाट घमसर यो चाहिँ हाम्रो चाहिँ अहिले नेपालमा सबैभन्दा लोप हुन लाग्छ क्या यो ट्रेडिसनल हो नि त। अहिले चाहिँ यसलाई केले रिप्लेस गर्यो मिलहरूले रिप्लेस गर्यो नि त। किनकि अहिले चाहिँ हाम्रो जातो यो हो यो जातो यसरी यो पानी घट्टामा सरर भन्ने गिर्दैन नि हो कि होइन? सही हो। यो पानीबाट यो गिर चाहिँ हुँदैन क्या होइन? यो चाहिँ हाम्रो हातले समातेर यसरी पर्ने यो चाहिँ हाम्रो यो पश्चिमी भेगको अझै पनि यो हामीले गरिसकेको सस्तो भर पर्दो सबैले गर्न सकिने हो कि यो भनेको सबैको घरमा आइने बाबुहरू देखा छौ नि हो है। अब यो त थाहा छैन होइन हल गरौँ। अब मान्छेलाई के यो हल गरौँ मान्छेले पाल्न छोड्यो हो कि होइन? यसको सट्टा के आयो? हाते ट्र्याक्टर आयो। त्यो भए हुनाले जस्तै अहिले चाहिँ यिनीहरूले जोत्नुमा र हाते ट्र्याक्टरले जोत्नुमा फरक हुन्छ। किनकि हाते ट्र्याक्टर यस्ता हुन्छन् हो कि होइन? यहाँ बिचको त एरिया ग्याप हो नि त। तर हामीले जोत्दाखेरि सेफ तरिकाले हो कि होइन? कम खर्च भयो। सबैले हाते ट्र्याक्टर किन्न सक्छ भन्ने छ र छैन नि त। यो पनि त गोरु त पाल्न सक्यो नि। अहिले त गोरुहरू त कम हुँदै गएको छ नि त होइन र? के हो हजुर सर? ल हामी एकैछिन स्टल हेर्न आउने त। ल म चाहिँ काम पऱ्यो एकछिन कहीँ तिमीहरू हेर्दै हेर है। ल यसले के गर्छ त? के को लागि चाहिँ यो आएको या त ल्याएको यहाँ? अनि यो चाहिँ नि यिनी चाहिँ के हो नि सामग्री?
हो नि त आएपछि भोइस रेकर्ड गर्दा म यहाँ जाम के जाम खोलाबाट हुँदै हुँदै फेरि समुद्रमा कलेक्सन हुन्छ अनि कलेक्सन भएको यो पानीले चाहिँ यो बोटबिरुवाहरूले हुर्किनमा पुग्छ ल हेर त यहाँ ल ठिक छ यहाँ चाहिँ हामी मन्दिरमा आयौँ है यो के रहेछ यो ओहो यो मन्दिर चाहिँ के उद्देश्यले बनाउनु भएको हो नि हो सबै मिलेर बनाउनु भयो ए यो के मन्दिरको नाम कहाँको मन्दिर हो नानी यो खैरामाङ मन्दिरमा हो है त यो हाम्रो परम्परागत धार्मिक अनुसार चाहिँ बनाएको मन्दिर हो यहाँ चाहिँ पूजापाठहरू गर्न गइन्छ होइन त हो नि हो भवानीश्वरी एकदम राम्रो बनाउनु भएको छ है त ठिक छ रहेछ हेर त तिमीहरू चाहिँ फोटो खिचेर यहाँ चाहिँ यो पढ्न सक्छौ है तिमीलाई चाहिँ यो आवश्यक पर्ने कुरा हो यो फोटो खिच्न चाहिँ सक्छौ है त यो मन्दिरको बारेमा है सबैजना आज कार्यक्रमको उद्घाटन गरिदिनलाई हार्दिक भन्न चाहन्छु र विद्यार्थीबाट हामी बिहान र बात गरेर पनि उद्घाटन गरिन्छौँ विद्यार्थीलाई मैले चाहिँ यहाँ आमन्त्रण गरेको छु राम सर कृपया त्यो लोकमुख दिदीलाई बोला ल्याउनु बारेमा भन्नु त्यसको नाम के काम गर्छ सुनिताको शिवमाई मुन्डाका शिवमाई मुन्डाको बहिनी हुन्छ कि चाहिँ यहाँ आमन्त्रण गरिदिनु सुनिता विकलाई शिवमाई मुन्डा सफा पनि आइरहेको छ तर हाम्रो यो फ्याक्ट्रीहरूको पानी यहाँ फोहोर फ्याक्ट्रीहरूको नजिकतिर वायरलेस कम्युनिकेसन टेक्नोलोजी हो यसले लाइट र भिजिबल लाइट स्पेक्ट्रम लाइक एलइडी बल्बको प्रयोग गरेर डाटा ट्रान्सफर गर्ने काम गर्छ यो वाइफाईको ट्रान्सफर पनि भन्न सक्छ मेरा यसले वाइफाई भन्दा डाटा ट्रान्सफर फास्ट गर्न सक्छ र यो वाइफाई भन्दा मोर सिक्योर पनि हुन्छ यसको रेन्ज कम हुन्छ यो एक क्लोज रुमभित्र प्रयोग गर्न सक्ने टेक्नोलोजी यो डिफ्रेन्ट प्रयोग गर्न सक्छ ह्याकर्स त्यो मोर सिक्योर हुन्छ ह्याकर्सले वाइफाईले रेडियो गर्छन् र ह्याकरले रेडियो वेस ह्याक गर्न सक्ने तर यसले प्रयोग गर्ने लाइट वेस ह्याक गर्न नसक्ने भएकाले यो मोर सिक्योर पनि छ यो मिलिट्री युजमै प्रयोग गर्न सक्छ अब यो बिहान पढेर उद्घाटन गरिदिनुलाई हामी विद्यार्थी भनेको भाइ बहिनी उपस्थिति भएन बिहान पढेर उद्घाटन गरिदिनु इन्भाइरोमेन्ट पोल्युसन हो Gracias.
त्यसलाई यसमा राखेर पानी रिएक्सन ल्याएर पड्किन्छ आवाज आउँछ तलबाट यहाँबाट हेर्नु पानी उडायो पानी तेरे भिडियो बना तेरा बात खाते नगराका यो कस्तो आवाजको वेस्टबाट जान्ने यार के मिसाउनु पर्यो यसमा पानीमा हालेर पुग्यो पुगेपछि एउटा यो टिनको पाता र कपालको पाता राखेर इनर्जी निकाल्छ आधारभूत तहमा नै बालबालिकाहरूलाई एउटा खालको पढ्ने सिप प्रदान गर्ने र त्यो पढ्ने पानी विकास गर्ने साथै ठुलो व्यापक रूपमा पछि गएर बालबालिकाहरूमा पढ्ने कुराहरूको भारी हरेक वर्ष घटाउँदै जाँदा उनीहरूले एउटा न्यूनतम तह समिति पठानीको उपचारको लागि चाहिन्छ जुनसुकै स्वास्थ्य घटनास्थलमै उपचार गऱ्यो भने त्यसलाई चाहिँ पठानीको उपचार हुन्छ यसमा चाहिँ सामान्य सामग्री सिरिन्ज भयो होइन पेनकिलरहरू जसले मान्छेहरूले पेनकिलरहरू छोइमा हुन्छ नि त स्कुलमा कक्षा 8 मा पढ्दछु। आजको यो तेस्रो पढाइ मेलामा चाहिँ म चाहिँ स्थानीय प्रविधिको बारेमा केही कुरा भन्न गइरहेको छु। हाम्रो केही वर्ष अगाडि नै हाम्रो पूर्वजहरूले केही स्थानीय प्रविधिको बारेमा हाम्रो स्थानीय प्रविधिको प्रयोग गरिसकेका थिए, जसमा प्रयोग रहेको छ जाँतो पानी घट्टा पानी घट्टाले चाहिँ हामीलाई पानीको प्रयोग गरेर मकै जौ आदिको पिसेर हामीलाई खाने रूपमा बनाइदिने काम गर्थ्यो यसले। अरू रहेको छ यो ढिकी पनि हाम्रो पूर्वजहरूले पहिले नै आविष्कार गरिसकेका थिए। यसको पनि काम चाहिँ हाम्रो समाजमा रहेका केही मकै धान यसमा राखेर चाहिँ हामीले पिसेर खान सक्छौँ। अनि अर्को रहेको छ जाँतो, यो चाहिँ हाम्रो घरहरूमा एडभान्स मेसिन्सहरू बनाइरहेका छन्। अनि जसको एउटा हाम्रो इक्जाम्पल चाहिँ
हामीले रिप्लेस गर्न सक्छौँ। यसमा चाहिँ मुख्य हामी प्रेसर र म्याग्नेटको युज गरिसकेर हेभी थिङ्सहरूलाई चाहिँ हामी अप एन्ड डाउन गर्न सक्छौँ। अनि हामीले चाहिँ यस्ता स्थानीय प्रविधिहरूलाई लोप हुन दिनु हुँदैन, यिनीहरूले बचाउनुपर्छ। बचाउनको लागि हामीले विभिन्न कामहरू पनि गर्न सक्छौँ। त्यस्ता कामहरूलाई चाहिँ हामीले सबैलाई भनेर हामीले यिनीहरूलाई लोप हुन दिँदैन, बचाउन सक्छौँ। अब थर्ड जेनेरेसनको भजनको पालो मेरो माया कति लाग्छ भन्यो
धेरै धेरै धन्यवाद।